एउटा भर्सनमा चाहिँ के छ भने इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स, इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। रेस भनेको जाति लगायो भने इन्टरनेसनलले मानव जातिलाई एकताबद्ध गर्छ भनेछ। इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। कहाँ अन्तर्राष्ट्रिय जाति हुनेछ भन्यो यहाँ भनेकै छ। यो हावादारी ट्रान्सलेसन रहेछ। मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ कहाँ भन्नु मिल्दै मिल्दैन नि त, किनकि इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। कहाँ अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने भन्यो। यसको जुन ओरिजिनल चार्ल्स एच केयरले गर्नुभएको छ फेरि इङ्ग्लिस भर्सन, त्यसमा के भनेछ, इन्टरनेसनल युनियन स्याल बी द ह्युमन राइट्स। के भन्छ, मानिसको अब अन्तर्राष्ट्रिय जाति हुनेछ भनिएको छ, तर इङ्ग्लिसमा त्यस्तो छैन। इङ्ग्लिसमा त्यस्तो छैन। यो जातिको जुन ट्रान्सलेसन, यो जाति भन्ने जुन शब्द छ, यो शब्द अङ्ग्रेजीको विभिन्न विषयहरूलाई ट्रान्सलेट गर्ने सन्दर्भमा प्रयोग भएको चाहिँ पाइन्छ। जस्तै नेसनको पनि जाति, रेसको पनि जाति, ट्राइबको पनि कतै कतै जाति, सायद के होला यस्तो लेखिएको छ। र फेरि एकातिर चाहिँ अर्कोतिर देशलाई पनि नेसन भन्ने प्रयोग गरे हुन्छ। त्यसै गर्दा यो चाहिँ के अरे एउटा न्यून के हो जाति भनेको भन्ने चाहिँ छ। र तपाईँहरू चाहिँ फेरि अहिले जातिको सट्टामा जातिको नाम, जाति नाम, जाति उपनामको सट्टामा सी भन्ने ल्याउनु भएको छ। त्यसलाई विस्थापित गरेर, त्यो विस्थापित गर्नको लागि सी भन्ने ल्याउनु भएको छ। सी आफैमा त त्यस्तो भ्रमपूर्ण र अन्यपूर्ण त छैन, तर जुन जाति भन्ने छ त्यो त्यस्तो छ। त्यसैले नेपालमा के हो त जाति भन्ने कुरा चाहिँ आउन सक्छ। त्यो बारेमा मलाई चाहिँ के लाग्छ भन्दाखेरि, हामीले जुन नेसन भन्ने भन्छौँ, हामीले नेसन, एनएटिआइओएन नेसन, त्यो समुदाय जो हो, त्यो समुदाय नेपालको सन्दर्भमा, भारत सन्दर्भमा पनि जाति भन्न सकिन्छ। त्यो नेसनको जुन परिभाषा छ, कमन ल्याङ्ग्वेज, साझा भाषा, साझा संस्कृति, साझा भूगोल, साझा मनोविज्ञान र इभन साझा राजनीतिक पोलिटिकल एस्पिरेसन, राजनीतिक आकाङ्क्षा, त्यो पनि हुन्छ भनेर भनिएको छ। एक्ज्याक्टली त्यही कुरा नेपालको जातिमा पाइन्छ। त्यसैले नेसन भनेको जाति भन्न सकिन्छ। त्यो नेसन भनेको देश पनि भनिएको छ। फेरि त यो देश र जाति त फरक हो। फेरि देश, मुलुक, कन्ट्री त फरक हो। फेरि त्यसैले यो यहीँनिर गन्जागोल भएको छ, भद्रगोल भएको छ, मान्छेको दिमाग खराब भएको छ। नेपाल इज अ नेसन हो कि नेपाल चाहिँ कन्ट्री हो? नेपाल इज कन्ट्री हो, करेक्ट। नेपाल एउटा मुलुक हो, त्यसो पनि करेक्ट। एउटा राज्य पनि हो, ठिक छ। नेपाल चाहिँ नेसन भन्यो भने त नेसनको अर्थ हामी जाति लगायौँ भनेदेखि त नेपाल एउटा जाति त होइन। हुन त नेपाल अहिलेको संविधानमा त भद्रगोलै छ, सबै जातिको समुच्चमा नेपाली राष्ट्र भन्ने चाहिँ छ, त्यो झन् भद्रगोलै छ। तर मेरो विचारमा चाहिँ नेपालको जाति अङ्ग्रेजीको नेसनलाई भन्न सकिन्छ, किनकि नेसनमा हुने विशेषताहरू, क्यारेक्टरिस्टिक्स यो जातिमा पाइन्छ। तर यो जाति भन्ने शब्द अरू कुनै भाषामा छैन। त्यसैले होला अन्तर्राष्ट्रिय गीत हामीले जो भन्छौँ इन्टरनेसनल, त्यसको चाहिँ ट्रान्सलेट गर्दाखेरि पनि भद्रगोल भएको छ। त्यसको अहिले मैले पहिला त हेरिनँ, त्यसरी हेरिनँ। पछिल्लो चरणमा हेर्दाखेरि उठ जागे भोका नाङ्गा आदि चाहिँ जुन छ, त्यसमा मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर जुन ट्रान्सलेसन गरिएको छ, के भन्छौँ, मानिसको अब अन्तर्राष्ट्रिय जाति हुनेछ भनिएको छ, तर इङ्ग्लिसमा त्यस्तो छैन। इङ्ग्लिसमा त्यस्तो छैन। इङ्ग्लिसमा के छ, इङ्ग्लिसका दुईवटा भर्सनहरू छन्। एउटा भर्सनमा चाहिँ के छ भने इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स, इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। रेस भनेको जाति लगायो भने इन्टरनेसनलले मानव जातिलाई एकताबद्ध गर्छ भनेछ। इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। कहाँ अन्तर्राष्ट्रिय जाति हुनेछ भन्यो यहाँ भनेकै छ। यो हावादारी ट्रान्सलेसन रहेछ। मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ कहाँ भन्नु मिल्दै मिल्दैन नि त, किनकि इन्टरनेसनल युनाइट्स द ह्युमन राइट्स। कहाँ अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने भन्यो। यसको जुन ओरिजिनल चार्ल्स एच केयरले गर्नुभएको छ फेरि इङ्ग्लिस भर्सन, त्यसमा के भनेछ, इन्टरनेसनल युनियन स्याल बी द ह्युमन राइट्स।
इन्टरनेसनल युनियन स्याल बी द ह्युमन राइट्स। कहाँ अन्तर्जातीय भनियो भन्दैन। अन्तर्राष्ट्रिय सङ्गठनले मानव जातिलाई अन्तर्राष्ट्रिय महासङ्घ सङ्गठन मानव जाति हुनेछ भनेको छ। विश्वभरिको मानव अन्तर्जातीय हुनेछ होइन कि? त्यस्तो होइन, छैन ट्रान्सलेसनमा, इङ्ग्लिस भर्सनमा छैन। हामी त गायौँ, गाउँदै गयौँ हामीले। अब मानिसको अन्तर्जात अब उठ जागो बकानाङ्ग हो, अब चाहिँ अन्तिम युद्ध हो, लड। अब चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको होइन हाम्रो अन्धुजको चाहिँ थेगो लिनु पर्दा अब होइन अन्तर्राष्ट्रिय जाति होइन हुन्छ भनेर भनिहाल्छ। त्यस्तो यहाँ छैन। मैले फेरि दोहोऱ्याएँ, पहिलोमा के छ? इन्टरनेसनल युनाइट द ह्युमन राइट्स। इन्टरनेसनलले मानव जाति समुदाय महामसलाई एकताबद्ध एकजुट गर्नेछ भन्यो एउटा। के भने इन्टरनेसनल युनियन स्याल बी द ह्युमन राइट्स। मानव जाति अन्तर्राष्ट्रिय इन्टरनेसनल युनियन हुनेछ भने कहाँ अन्तर्राष्ट्रिय जाति हुन्छ भनियो। जे भए तापनि हाम्रो चाहिँ धारणा के हो त भन्दाखेरि एउटै जाति हुनुपर्छ, एउटै समुदाय हुनुपर्छ, विभिन्न जाति समुदाय राष्ट्रियता हुनुहुन्न भन्ने चाहिँ हो। यसरी तपाईँ जो सी लेखिरहनु भएको छ त्यो हिसाबले बेठेको होइन। तर मैले अन्तर्राष्ट्रिय गीतको नेपाली ट्रान्सलेसन कुरा गरेँ मैले, हो भद्रपुल यहीँनिर रहेछ। ट्रान्सलेसन गर्ने बेला नेसनको के लेखिदिए? नेपाल इज अ नेसन लेखिदिए। यो होइन, नेपाल इज नट अ नेसन, नेपाल इज अ कन्ट्री। नेपाल एउटा देश हो, नेपाल एउटा मुलुक हो, एउटा राज्य पनि हो। नेपाल इज स्टेट, इट्स नट अ मल्टी स्टेट कन्ट्री। विभिन्न राज्यहरू छैन, विभिन्न मुलुकहरू छैन। एउटै मुलुक हो, एउटै देश हो, एउटै राज्य हो। तर एउटै नेसन हो त, एउटै जाति हो त। नेसन भनेको जाति मान्ने एउटै जाति हो त होइन। मगर एउटा जाति, बाहुन क्षेत्र एउटा जाति भने एउटा जाति, त्यसपछि गुरुङ एउटा जाति, राई आदि इत्यादि यस्तो हो त। त्यो यो जातिको चाहिँ के हो त भन्दाखेरि बुझाइमा अनुवादमा भद्रगोल छ। जस हामी के बुझौँ भन्दाखेरि विभिन्न जाति समुदाय लिङ्ग त्यसै गरी रङ वर्णहरूमा चाहिँ मानव जाति राष्ट्रियताहरूमा मानव जाति विभाजित छन्। यसलाई एउटै बनाउनु पर्छ, त्यो चाहिँ हो। तर अन्तर्राष्ट्रिय गीतमा भने जस्तो नेपाली ट्रान्सलेसनमा है अब मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुनेछ भने चाहिँ होइन। अन्तर्राष्ट्रिय जाति बनाऊ, तर यो गीतले त्यसो भनेको छैन। त्यो पहिला थियो, आजभोलि अहिले त छैन, भविष्यमा हुनसक्छ। यद्यपि त्यसलाई चाहिँ बुर्जुहरूले स्वैर कल्पना भन्छ, युटोपिया भन्छन्, युटोपिया भन्छन्, स्वैर कल्पना भन्छन् है। मेरो एउटा किताब निस्केको छ, मैले प्रचार पनि गरेँ, वर्ग सङ्घर्ष जातीय मोती सङ्घर्ष होमिदा भन्ने एउटा किताब छ। खरिद गर्नको लागि अनुरोध पनि गरेर चाहिँ विज्ञापन पनि गरेँ। त्यसमा मेरो एउटा लेख छ, के अरे के युटोपिया स्वैर कल्पना हो, के मतलब साम्यवाद कम्युनिजम एउटा युरोपिया स्वैर कल्पना हो भने चाहिँ त्यहाँ मैले छोटो भनेको छु, धेरै समय नले मैले छोटो भनेको छु। होइन, कम्युनिजम भनेको त वर्गविहीनता हो, जातिविहीनता हो, राज्यविहीनता हो। यो समाज त थियो त। मानव समाजको सुरुमा कहाँ वर्ग थियो, कहाँ जातिहरू थिए, कहाँ राष्ट्रियताहरू थिए, कहाँ देशहरू थिएन त? हो त्यही हो त, थियो त। त्यो साम्यवाद कम्युनिजम थियो त। अब जब जातिहरू ध्वस्त हुन्छन्, जुन अभियानमा तपाईँ लाग्दै हुनुहुन्छ, सब जाति ध्वस्त पारेर सब सी हुने, सबैलाई होला नहोला एउटा कुरा चित्रजीले त इट्स अ बिग क्वेसन भन्नुभयो, हुनु पनि सक्ला। तर त्यस्तो भयो भने त्यो चाहिँ साम्यवाद हुन्छ। वर्गहरू भत्कन्छन्, ध्वंस हुन्छन्, राज्यहरू ध्वंस हुन्छन्, भयो त साम्यवाद। आयो त साम्यवाद, आयो त के अरे कम्युनिजम आएन त। अझै पनि कतिपय गाउँठाउँहरूमा राज्य कुनै संरचना छैन, पुलिस छैन, सेना छैन, सरकार छैन, केही पनि छैन, केही पनि छैन। उनीहरू आफ्नो समुदाय आफैले चलाइरहेछन्। हो त्यहाँ छ त साम्यवाद, यही त हो त हामी खोजेको। त्यो हुनसक्छ। त्यसैले कम्युनिजम इज नट अ युटोपिया, इट्स अ रियल फ्याक्ट। अतीतमा थियो, अहिले पो छैन त, सुदूर भविष्य हुनसक्छ। त्यतापट्टि म नजाउँ, त्यो छ। र अनि त्यसैले
यो मानव समुदायको बारे यो भयो। उत्पत्तिको बारेमा अलिकति फेरि मेरो अलिकति फरक धारणा छ। हुन त अहिलेसम्म मानव उत्पत्तिको बारेमा के धारणा छ त भन्दाखेरि दक्षिण अफ्रिकाबाट जन्मियो चिम्पान्जी बाँदरबाट मानव जन्म भन्ने चाहिँ छ। अहिलेसम्मको मत, अहिलेसम्मको मान्यता बुझाइ यही नै स्वीकारोक्ति पनि यही नै छ। तर मेरो एउटा प्रश्न के उठाउन थाल्यो आज मैले भने, त्यसो हो भने फेरि यो संसार त यो विश्व त अहिले 70% पानीले भरिया छ। पहिला त झनै बढी भरिया थियो, कुनै बेला बिग ब्याङ भयो, अनि पानीहरू सुक्दै गए, अनि जमिन देखा पर्यो। मानव जाति जलचर नभएको हुनाले, थलचर हुने भएको हुनाले